हजुरले मलाई त्यो दिनदेखि माया गर्न थाल्नु भएको थियो जुन दिन हजुर स्वयंलाई नै थाहा थिएन म कस्तो छु भनेर। मलाई हुर्काउँदा बढाउँदा लाखौँ कष्ट भयो होला, आफ्नो करोडौँ इच्छा चाहना अनि सपनाको बलि दिनुभयो होला। ती सबै दुःख कष्ट र पीडाको भार त पक्का पनि तिर्न सक्दिनँ म, तर ईश्वरसँग यही प्रार्थना छ तपाईँको मन कहिले नदुखाउँ अनि तपाईँले म माथि देख्नु भएको सपना सबै साकार पार्न सकूँ। म आज जे छु जस्तो छु सबै तपाईँको देन हो। मेरो जीवनको लागि तपाईँलाई धेरै धेरै धन्यवाद। देखाउन नजाने पनि हजुरले सोच्नु भएको भन्दा धेरै माया गर्छु म। जन्मदिनको धेरै धेरै शुभकामना मम्मी।